के भन्छ रे बर्थडे मनाउँदैछौँ हामी आज कस्तो हुन्छ बर्थडेको पार्टी केटीहरूले बनाएको ब्यालुन ए केटी के अरे समर्पणको बर्थडे म्याडम यी छोटी म्याडम समर्पण देखो मेरी छोटी बहन की बर्थडे है आज शादी है आप लावे त निनरले उफ्रियल हैन चुटिया हो चुटिया क्या अहिले म टास छु म त उता बनाके त टास त्यहाँ हैन खास्ती म लिएर त बनाउनु पर्थ्यो के भिडियो बनाउन सजिलो ल्याए त हुन्थ्यो के ढोगा कुनन बनाऊ त यतिर ढोगा छ बट हिँडी गर्न लाने यता बनाउ न यत्रो ठाउँमा कस्तो स्वान्चे रिजन बट यिनीहरु टीको पसलामा हैने हुनु होला अपिरा फोटो चाहिँ खिच्नु पर्छ हैने हुनु होला जाला आशीर्वाद सुन्नुस् है गाइस एकदमै एक वर्ष बुढी भइसक्यो है तिमी एकदम ज्ञानी हुन सिक अनि लाई केटाहरु घिनामा लटकाहरु लाई सँग पसिना लागे अनि बिहान 8 बजेसम्म नसुते भन् 8 हैन अरु 8:30 बजेसम्म नसुते अनि 8:30 बजे नसुते 4 बजे पढे बेसाङ गर्दा 10 बजे सुति गए राति 12 बजे मोबाइल नचलाउनु छोटेले पढ्ने सेवा गर्नु हैन अत्त त्यही हो अनि बाबाआमाको सपना पुरा गरिदिनु अब 10 मा पढ्छु के अब बुढी झन् 10 पढ्नु भन्दा झन् बढी भइसक्यो अब एकदमै तिमी चाहिँ आशीर्वाद एकदम मेरो यही हो लगन हुन बेला उमेर भन्नु अब हेर के हो त्यही हो हैन अब के भन्छ तिमी चाहिँ यस्तै कुरा भन्ने कुरा हेर हामीले कुरा भने यस्तै हो मान्छे कुरा यस्तै हो कुरा भने त्यस्तै हो मान्छे भने यस्तै हो हामी यस्तै हो यो टुको बसिन अलिकति पानी ल्याउ साथीहरु अलि धेरै नमोटिनु भद्याक्क भने मोटै छ्याउ मेहनत गर्नु परेमा तिमी र म छुट्टिने हामी छुट्टिने अब थोरै छन् 2-4 महिना मात्रै छन् बाँकी अब चिन्ता लागिरहेछ नभेटेन्जेल कहाँ भेटो भेटे जग्गा र भन्ने जस्तो हो हामीले जान्छौँ जापान त्यही त मेहनत यस्तै छ हामी छुट्टिने लागिसकेको गएपछि नबिर्सिया आज यो भन्दा बढी आशीर्वाद म चाहिँ तिम्रो बिहाको लगनमा हुँदिने छु तिमीले बिहा गरिदिन्छौ बुढी कन्या अब कति बजे लाग्यो तिमीले पनि टिको आइदि बाबैन जति पक्कै पाछो दिन्छु ले
वर्ष जन्मदिन उति वर्ष टिउलाई दिबे क्या स्याउ हो ल के खाइदिन्छु अब त एकछिन आफू दिलेन ल देखे खाइदिन्छु पहिला खाइदिनु के ल कलुवा अनि अहिले त मुख मात्रै गुलियो भएको छ है हाम्रो कलुवा भन्नु चाहिँ गोरी जिन्दा पेटै मात्रै गुलियो हुने गरी खाइदिए अर्को तिम्रो सपना पुरा भयो भनेपछि हामी पेट हुँदो सबै खाएको ल ए ओइ नानी मलाई त्यो कलर लाग्यो भने नराख्दे है कलर लाग्यो मलाई एलर्जी छ के के हुन्छ त अनि के हजुरको मुख पाकेर फत्रकै भन्ने लाउनुलाई मुखरी लागिहाल खाएको बर्थडे पार्टी आजलाई यति नै हो अब बर्थडेको पार्टी सकियो होइन यस्तै छ के गर्ने र दाल